तिम्रो वीरतालाई मेरो सलाम छ। सबै पछि हट्दै गर्दा सक्दिन भनी हार मान्दा नेपाल आमाको लागि तिमीले बलिदान दियो। भ्रष्टाचार हटाउन, कुशासन सकाउन आफ्नो शिर अनि छातीमा वीरतापूर्वक तिमीले गोली खायौ। आमाको माया, प्रेमिकाको साथ, परिवारको चिन्ता भन्दा बढी माथि तिमीले आफ्नो देशलाई राख्यौ। कलिलो हातमा कलम किताब बोकी स्कुल जाने समयमा पनि सरकार विरुद्ध आवाज उठाउने साहस थाहा छैन तिमीले कहाँबाट जुटायौ। तिमी देशको लागि शहीद भयो। आफ्नो वीरताले नेपालको भविष्य बचायौ। रगत पसिना गरी वीर पुर्खाले बचाएको देशलाई डुब्नु अघि फेरि उठ्ने विश्वास दियो। तिमीले आफ्नो साहसले सबै नेपालीमा छुट्टै ऊर्जा भरिदियो। तिमी देशको लागि शहीद भयो। तिमी साँच्चै महान थियौ।